गर्लफ्रेन्ड चढाएर ल्याउने काटिसकेपछि फेरि उहाँ लाने अर्को भैँसी चढाएर ल्याउने भनेपछि गर्लफ्रेन्ड त कति हुन् छानी रोज फिल्म हेरेर गर्दा भयो भने त तिमी जति धेरै गर्लफ्रेन्ड बनाउने सोच पुग्यो रोज फिल्म हेरेर जानलाई पनि अब बुलेट बाइककै डिमान्ड भयो भने चाहिँ भैँसी चाहिँ छैन राँगो चढाएर लाग्छ होइन मैले यो फेरि नकारात्मक होइन कि राँगो चढायो भने कति फाइदा भन्नु त बाइक चढाउनु त तेल त विदेशबाट किनेर ल्याउनु पर्छ नि राँगो चढाउने कमसेकम पेट्रोलको पैसा विदेश त जाँदैन खेतबारी पनि कमै छ तिमी अब बानेश्वरमा पनि ठाउँ ठाउँमा भैँसी चराउने जग्गा देखेका छौँ हामीले होइन त्यो 2-4 ठाउँको फोहोरको थुप्रो हटाएर त भैँसी त्यही राख्नु हुँदैन भने भैँसी राख्ने ठाउँमा त सबै फोहोर थुपार राखेको हुन्छ अनि कहाँ राख्नु यहाँ कोही काठमाडौँवासी हो हामी हामी त सबै डेरावाला गर्लफ्रेन्ड हुने मात्र हेर्ने हो गर्लफ्रेन्ड छैन म हेरिदिने क्या हामी त सक्छौँ होइन तिमी सक्छौ भने ल गयो त्यति धेरै किराको औकात नआउँदैन तिम्रो औकात पनि थाहा भयो होइन हाम्रो ग्रुप पत्र छ थाहा पायो गयो गुज्रेको अर्काको गर्लफ्रेन्डलाई मात्र लाने जम्मा भइन्छ अर्काको गर्लफ्रेन्ड लाने अर्काको गर्लफ्रेन्ड लाने गरेको हुन्छ होला क्या होइन बनाउँदै अनि भनेको नभनेर हान्दा यो कुराले लागु साइडमा के गर्नु ल मेरो बुवाको पनि हाइट मेरै जस्तो थियो म छोरो भएँ त तिमी भन्ने कुरा के हाइट होइन क्या मन ठुलो हुनुपर्छ हो कि होइन हामी नेपालीहरूको मन ठुलो छ कि हाम्रो सान ठुलो छैन एकचोटि हात माथि उठाएर ताली बजाउनु देख्यौ त्यो अमेरिकनहरू कुहिरेहरूको हाइट कति अग्लो अग्लो हुन्छ देखेछौ के आकाश छुएछ तिनीहरूले तपाईले आफ्नो गर्लफ्रेन्ड नलगिकन अर्काको गर्लफ्रेन्ड लानु भयो चाहिँ आफ्नो गर्लफ्रेन्डले हान्दा सुन्यो भने रोज फिल्मलाई घाटा हुन्छ क्या प्रदर्शन हामीले लगेर हेरे त भयो त फिल्मले पैसा कमायो भएन भने के टाइपको म मिलाइरहेको छु बुलेट पाउनुहुन्छ भनेर प्रदीप खड्काले प्रुभ गर्नुभएको छ केटा मान्छेहरू भनेको परिस्थिति र समयअनुसार चेन्ज हुन सिक्छन् कि हो कि होइन पहिला प्रदीप खड्का बुलेट बाइक लिएर आउँथ्यो अहिले बुलेट लिएर आएछन् किनकि अर्काको बोयफ्रेन्डसँग पहिला बुलेट बाइकमा हिरोनी चढाएर डाँडामा गएर सेल्फी हान्थ्यो होइन अहिले हिरोनीलाई बाटोमा लगाएर बुलेट हान्दिन्छ डेरेक्टै लगाएर यो हो नि त तरिका केटा भनेको केटै हो क्या तपाईँ बुलेट हान्ने कि रोज दिएर गर्लफ्रेन्डलाई रोज हेर्न लाने ल भन्नुहोस् न बुलेट हान्दै रोज दिने कोही पनि हुन्छ रोज दिएर गर्लफ्रेन्डलाई जाने कोही छैन बुलेट पनि नहाने बुलेट पनि नचढाउने बुलेट पनि नहाने सिधै चुम्बन हान्ने यो हो नि त तरिका भनेको त
कति छिटो बोलिसकेको। क्या भयो यसो प्रिन्टिङ गराउँछ त्यसलाई सेल्फी एउटा पहिले ल हुन्छ पहिला एउटा क्वेसन सोध्नु त उहाँहरूलाई जसले मिलाउनु उहाँलाई स्टेजमा बोलाएर तपाईँ पहिलोचोटि आफ्नो गर्लफ्रेन्डलाई भेट्न जाँदा के दिनुहुन्छ? अर्को एक दुईवटा क्वेसन सोध्नु पर्यो अझै एक दुईवटा। तपाईँ पहिलोचोटि गर्लफ्रेन्डलाई भेटेर रोज दिइसकेपछि के दिनुहुन्छ? हाम्रो चाहिँ सबै फ्यामिलीले हेर्नु रोजसम्म मात्र लिमिट हुन्छ रोजसम्म रोज हुँदा तपाईँको ल यहाँनिर यो बाजा दिनु पर्यो क्या बाजाले दिन्छ बुढो मान्छे है पुरानो बाजा के आमालाई पनि हेराउनु पर्यो है। स्पेसल थ्याङ्क्स भन्दै मण्डला ट्रेडर जो हामीलाई यो स्टेज उपलब्ध गराएको